आज चाहिँ अलिक खुसी थिएँ कि म खै किन तर खुसी थिएँ। 8.5 घण्टा ड्युटी गर्न पर्दा पनि खै किन म आज खुसी थिएँ। त्यही भएर यो खुसियालीमा एउटा भिडियो बनाउँछु भनेर भिडियो बनाइहालेँ। यति धेरै लेख्न थियो, त्यही पनि खै मलाई चाहिँ लेख्न अल्छी लागेर चाहिँ भिडियो बनाउन मन लागेर चाहिँ क्यामेरा खोलेर 10 थरी नाटक गरेँ। आजभोलि जति बेला पनि पानी परिरहेको छ कि, अनि त्यही भएर पनि होला मलाई अल्छी लाग्यो। त्यो बनाउँदा बनाउँदा चाहिँ खाना खाने टाइम पनि भइसकेको थियो, अनि त्यही भएर चाहिँ अब म चाहिँ खाना खान जान लागेको थिएँ। हजुरहरूलाई चाहिँ म अब खाना खाएको पनि देखाउँछु। हाम्रो मेस चाहिँ ग्राउन्ड फ्लोरमा छ कि, अनि 5 तलादेखि मतलब अन्डरग्राउन्डमा छ, अन्डरग्राउन्डमा जानुपर्छ खाना खान। फर्स्टले चाहिँ हाम्रो मेसमा चाहिँ मासु र पनिर हुन्छ। आज चाहिँ मैले पनिर खाएँ किनकि मैले खै कता हो तर त्यो बर्ड फ्लूको न्युज सुनिरहेको थिएँ, अनि त्यही भएर मलाई कस्तो डर लाग्यो कि मासु खान। दिउँसोमा चाहिँ अचार पनि हुन्छ कि, अनि त्यो अचार पनि बचाएको थियो, अनि त्यो अचारसँग अनि बिहानको दिउँसो राजमा पनि हुन्छ, अनि त्यो राजमासँग चाहिँ मैले भात खाएँ। सबभन्दा मिठो लाग्ने मलाई मेसको खाना भनेको थर्सडेको मात्रै हो के कुरा स्टार्ट गर्यो कता टुङ्ग्यो मैले पत्तै पाएन। सो आजको लागि यति नै। यदि हजुरहरूले मेरो च्यानल सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू, बाई बाई।